हामी चाहिँ अब पालनटार अडिसनको लागि हिँडेको है। म सचिन अब हामी जान लाग्यो भने जान लाग्छु। अब हामी अब बाटोमा बिस्तारै कुराहरू जानुपर्छ है त ल। हामी चाहिँ अब चाहिँ यहाँबाट निस्किन लाग्यो है। शहीद गेटमा छु म। केटाहरू त्यहाँ प्रिन्ट बनाउँदैछन् अनि यहाँबाट चाहिँ अब निस्किन लाग्यो बल्ल खाडी पोखरीको लागि। म चाहिँ अहिले छेप्टार आइपुगेँ। छेप्टारमा बाइकले थोरै समस्या दियो, बाइक बनाउनु लाग्यो। हाम्रो अर्को दाइ र म आएको छौँ है छेप्टार बजारमा। बाइकले समस्या दियो साथीहरू, बाइकले समस्या दियो। ल साथीहरू, हामी पालनटारको अडिसनमा छौँ होइन। म चाहिँ स्टेजमा छु अहिले। हाम्रो पछाडि ब्यानर पनि लागिरहेको छ, माथि फ्यान घुमिरहेको छ। यो सबै मेरो फ्यानहरू हो होइन। कोही चलेन कोही चलेनन्। हाम्रो जज यता हुनुहुन्छ, चस्मा लगाएर बस्नु भएको छ। त्यस्तै चलिरहेको छ, एकदम रमाइलो भव्य। ठिक छ ल है त। सचिन सर केही भन्नु छ यो विषयमा? लम्पसार न्युज हो कि यो? अझै 2 स्टिक लगायो भने है त्यो चाहिँ। हेलो यहाँ म हो के रे मार्ला नि मान्छेले। राम 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 राम। अहिले त पऱ्यो पालनटारको अडिसनको लागि आएको। रमाइलो भइरहेछ। बिस्तारै जम्मा हुँदैछन् साथीहरू, भाइ बहिनीहरू होइन। ठिक छ, अपडेट गरौँ ल। अहिले भने म दिनेश विज्ञको साथमा ड्राइभर अजय विज्ञ।